के सुनाम, गीत सुनाम कि शायरी मुक्तक के हुन्छ? तपाईलाई जे आउँछ। ल म मुक्तक पनि सुनाउँछु है त। यो चाहिँ मैले जुन यो माघको 1 गते चाहिँ निराज खन्त्यालको मृत्यु भएको थियो नि त त्योमा। अब निराज खन्त्याललाई हामीले पहिला कसैले चिन्ने थिएनौँ नि त। अब पछि जब उहाँ मर्नुभयो तब अब चर्चामा आउनुभयो, त्यसकै बारेमा चाहिँ मैले एउटा मुक्तक लेखेको छु। जिउँदैमा भलो चिताउनु, मरेपछि किन चर्चा, आफ्नै बाटो लागेर खोली तरेपछि किन चर्चा। जिउँदो छँदा मलाई कसले चिन्थ्यो र, जिउँदो छँदा मलाई कसले चिन्थ्यो र, भगवानको घरमा बसाइ सरेपछि किन चर्चा, भगवानको घरमा बसाइ सरेपछि किन चर्चा। यही हो। अरू पनि छन् त, सुनाउने अरू पनि। यसै गरी दिनहरू ढल्दैछ आमा, दुःख सुख गरी जीवन चल्दैछ आमा। दुःख गर्दा गर्दा जिन्दगी खिनै आट्यो, तर सुख पाउने आसमा जीवन फुल्दै फल्दैछ आमा, तर सुख पाउने आसमा जीवन फुल्दै फल्दैछ आमा। अब चाहिँ गीत आज किन लगाइनौ फुली, मेरो याद आउन रहे ठुली, पानी परेको तिम्रो याद आयो र बेसी झरेको। लगाइनौ फुली, मेरो याद आउन रहे ठुली, पानी परेको तिम्रो याद आयो र बेसी झरेको, तिम्रो याद आयो र बेसी झरेको। नमस्कार, मेरो नाम चाहिँ सङ्गीता चिपाङ। मेरो घर चाहिँ इच्छाकामना 1 चितवन, हात्तीबाङ चितवन। र म चाहिँ यही हात्तीबाङमै रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय कक्षा 9 मा अध्ययन गर्छु। र म चाहिँ अहिले हाल चाहिँ हात्तीबाङमा नै बस्ने गर्दछु। मेरो घर चाहिँ उता तिपाङ हो।